यति बेला हामी क्लास 10 को अप्सल म्याथको विद्यार्थीहरूको लागि फंक्सन भन्ने लेसन रेकर्डिङ गर्दैछौँ। अब भोलिको समयसम्म, भोलि तपाईको साँझसम्म हामी क्लास 10 को विद्यार्थीको लागि, क्लास 9 को विद्यार्थी, क्लास 8 को विद्यार्थीको लागि एउटा क्लास हामी डेफिनेटली ल्याउने छौँ। यति बेला हाम्रो थुप्रै क्लासेसहरू रेकर्ड भइरहेका छन्। क्लास 9 को हामीसँग यति बेला फ्याक्टराइजेसन रेकर्ड भइरहेको छ र क्लास 9 को फ्याक्टराइजेसनको एउटा प्लेलिस्ट अलरेडी मेरो च्यानलमा चाहिँ छ। अब त्यो पनि तपाईहरुले हेर्न सक्नुहुन्छ, त्यहाँबाट पनि तपाईहरुले धेरै कुरा बुझ्न सक्नुहुन्छ। नभए केही दिन कुर्नु भयो भने नयाँ फ्याक्टराइजेसनको कम्प्लिट प्लेलिस्ट चाहिँ हामी अवश्य नै तपाईहरुको लागि युट्युबमा लिएर आउँदै छौँ। र अप्सल म्याथको केसमा कुरा गर्ने भने क्लास 9 को हामी सुरुमा हामी ट्रिग्नोमेट्रीबाट सुरु गर्दै छौँ क्लास 9 को, र क्लास 10 को अप्सल म्याथको कुरा गर्ने हो भने मसँग दुईटा अप्सन थियो। आइदर मैले ट्रिग्नोमेट्रीबाट सुरु गरौँ, आइदर मैले चाहिँ अल्जेब्राबाट सुरु गरौँ। अब नयाँ सिलेबस हेरिसकेपछि, नयाँ सिलेबस आएको छ नि त अप्सल म्याथको, नयाँ सिलेबस हेरिसकेपछि चाहिँ अल्जेब्रा हाम्रो 17 मार्क्सको छ अनि ट्रिग्नोमेट्री पनि हाम्रो 17 मार्क्सको छ। हाम्रो कोर्डिनेट जियोमेट्री चाहिँ 20 मार्क्सको छ। त्यसकारण मैले चाहिँ के गर्छु भन्दाखेरि मैले अप्सल म्याथको लागि चाहिँ म अल्जेब्राबाटै स्टार्ट गर्दैछु। मैले सबैभन्दा पहिला फंक्सन र पोलिनोमियल, त्यसपछि गएर बल्ल हामी चाहिँ लिनियर प्रोग्रामिङको हाम्रो अलरेडी एउटा भिडियोको हाम्रो जुन प्लेलिस्ट छ त्यो चाहिँ हामीले क्रिएट गरेर राखिसकेका छौँ। लिनियर प्रोग्रामिङ यो वर्ष फेरि नयाँ पढाइरहनु पर्दैन किनकि अलरेडी हामीसँग छ। र क्लास 9 को विद्यार्थीको केसमा कुरा गर्ने हो भने क्लास 9 को विद्यार्थीहरूको लागि भने चाहिँ हामी म्याथको फ्याक्टराइजेसनबाट सुरु गर्दैछौँ। जुन कि हामीले स्टार्टिङ यो च्यानल जब मैले स्टार्ट गर्दाखेरि नै सबभन्दा सुरु गरेको फ्याक्टराइजेसन क्लास 9 को बाट नै हो। त्यसकारण तपाईहरुले फ्याक्टराइजेसन, एचसीएफ, एलसीएम र इन्डिसेस तपाईहरुले त्यो पुरानो प्लेलिस्टमा गएर पनि हेर्न सक्नुहुन्छ। त्यो भिडियोको बीचमा मैले त्यहाँ क्लास 10 भनेको तपाईहरुले सुन्नुहुन्छ होला। तपाईहरुलाई चाहिँ यो चाहिँ क्लास 10 को होला भन्ने डाउट लाग्न सक्छ। त्यो त्यति बेला जति आजभन्दा 4 वर्ष अगाडिको त्यो भिडियो हो। आजभन्दा 4 वर्ष अगाडि पढाउँदाखेरि चाहिँ त्यो करिकुलमहरु जे जति मैले त्यहाँ पढाइरहेको छु त्यो वास्तवमा क्लास 10 मा थियो। पछि 2080 मा चाहिँ क्लास 10 को कोर्स चेन्ज भयो, 2079 मा क्लास 9 को कोर्स चेन्ज भयो, जसको कारणले गर्दाखेरि चाहिँ 9 10 को मिक्सचर त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले। त्यसकारण तपाईहरुलाई आजको कुरा कन्क्लुजनमा भन्नुपर्दा तपाईहरुले के बुझ्नुस् भन्दा क्लास 9 को फ्याक्टराइजेसन हामीले नयाँ सुरु गर्छौं किन भन्दा हो हामी नयाँ फ्याक्टराइजेसनको सिरिज सुरु गर्छौं, तर पुरानो फ्याक्टराइजेसनको सिरिज हेरेर पनि तपाईहरुले धेरै कुरा सिक्न सक्नुहुन्छ। क्लास 10 को विद्यार्थीको लागि अप्सल म्याथको केसमा हामी फंक्सनबाट सुरु गर्दैछौँ। क्लास 9 को विद्यार्थीको लागि हामी अप्सल म्याथको केसमा हामी ट्रिग्नोमेट्रीबाट सुरु गर्दैछौँ। क्लास 9 को कम्पलसरी म्याथको फ्याक्टराइजेसन सुरु गर्दैछौँ। क्लास 9 को अप्सल म्याथको हामी ट्रिग्नोमेट्री सुरु गर्दैछौँ। क्लास 10 को म्याथको चाहिँ अहिले राइट नाउ मैले डिसाइड गरिसकेको छैन, यो विक त आउँदैन। क्लास 10 को अप्सल म्याथको भने हामी डेफिनेटली फंक्सनबाट सुरु गर्दैछौँ, जसको रेकर्डिङ पनि स्टार्ट भइसकेको छ। अब बाँकी भने हामी भोलिको भिडियो कार्यक्रममा भेटौँला। आजको लागि यति, नमस्ते।